आज तपाईँहरूलाई फेरि लघु वित्तमा एउटा नयाँ भ्याकेन्सीको अपडेट लिएर आएको छौँ। सपोर्ट लघु वित्त वित्तीय संस्था लिमिटेड कोशी प्रदेशको मात्र कार्य इजाजत प्राप्त लघु वित्त हो। यसले चाहिँ तपाईँको 2083 साल 2 महिना 15 गते जेठको 15 गते एउटा नयाँ भ्याकेन्सी निकालेको छ। तीनटा क्याटेगोरीमा निकालेको भ्याकेन्सी। एक नम्बरमा छ सुपरभाइजर वरिष्ठ सहायक केही यसको न्यूनतम शैक्षिक योग्यता चाहिँ सेमी क्वालिफाइड चार्टर एकाउन्टेन्ट उत्तीर्ण गरी लघु वित्त क्षेत्रमा 3 वर्षको कार्यानुभव भएको। तपाईँले सेमी क्वालिफाइड सिए हुनुहुन्छ र तपाईँ चाहिँ 3 वर्षको कार्यानुभव छ भने तपाईँले यसमा भर्न सक्नुभयो। विशेष प्राथमिकतामा चाहिँ एसीसीए अथवा सिए उत्तीर्ण गरी लघु वित्त क्षेत्रमा 1 वर्षको कार्यानुभव भनेको छ। त्यसै गरी अर्को भ्याकेन्सी छ शाखा कार्यालय वरिष्ठ सहायक अथवा सहायक पदमा। यसमा पनि सङ्ख्या केही भनेको छ +2 पास गरी लघु वित्तमा 3 वर्षको अनुभव भएको हुनुपर्ने भनेर भनेको छ। यसको चाहिँ विशेष प्राथमिकतामा चाहिँ तपाईँले ब्याचलर सकेर आफूले त्यसमा वरिष्ठ सहायकमा भर्नुहुन्छ भने सहायकमा भर्नुहुन्छ भने जुनियर कनिष्ठ सहायकमा चाहिँ 2 वर्षको कार्य अनुभव भएको हुनुपर्ने छ भनेर भनेको छ। त्यसै गरी शाखा कार्यालयमै कनिष्ठ सहायक प्रशिक्षार्थी अथवा परीक्षाकालीन जुनियर एसिस्टेन्ट चाहिँ ट्रेनीमा पनि हुन सक्यो अथवा प्रोग्रेसनमा पनि हुन सक्यो, केही सङ्ख्यामा मागेको छ। यसको लागि पनि एटलिस्ट +2 चाहिँ पास हुनु पर्यो। तपाईँहरूसँग कार्य अनुभव नभए पनि केही फरक नपर्ने, तर विशेष प्राथमिकतामा चाहिँ +2 पास गरी लघु वित्त क्षेत्रमा 1 वर्षको कार्य अनुभव भएकोलाई चाहिँ विशेष प्राथमिकता दिइनेछ भनेर भनेको छ। उमेर चाहिँ दरखास्त दिने अन्तिम मितिमा सबै विज्ञापनका लागि उमेर 18 वर्ष पुरा भई 35 वर्ष ननागेको हुनुपर्ने छ। तपाईँले एप्लिकेसन दिने दिन चाहिँ तपाईँ 18 वर्ष पुगेको हुनु पर्यो र त्यही दिन चाहिँ तपाईँ 35 वर्ष ननागेको हुनु पर्यो भनेर भनेको छ। तर महिला उम्मेदवारीको हकमा चाहिँ थप 5 वर्षको अधिकतम उमेर हुनेछ भनेर भनेको छ। जस्तै अब 35 को ठाउँमा 40 वर्षको सम्म पनि महिलाले चाहिँ भर्न पाउनुभयो भनेर चाहिँ तपाईँको गरेको छ। यसमा अर्को तपाईँको आवेदन नेपाली नागरिक हुनु पर्यो, कम्प्युटर प्याकेजहरू हुनु पर्यो, इमेल इन्टरनेट सम्बन्धी तालिम हासिल गरेको हुनु पर्यो भनेर भनेको छ। आवश्यकता अनुसार लिखित लिखित परीक्षा पनि हुनसक्छ अथवा अन्तर्वार्ताबाट पनि गर्न सकिनेछ भनेर भनेको छ। परीक्षाको मिति, समय र स्थान चाहिँ यस संस्थाको वेबसाइट, आधिकारिक फेसबुक पेज र सूचना पार्टीमा सूचना प्रकाशन गरी जानकारी गराइनेछ भनेर भनेको छ। त्यसै गरी तपाईँले यो पदको लागि आवेदन दिनको लागि चाहिँ 500 रुपियाँ चाहिँ 500 अन्तर्वार्ता परीक्षामा सामेल हुने समयमा नगदे वा अनलाइन मार्फत बुझाउनु पर्नेछ भनेर भनेको छ। तपाईँले फर्म भर्दा चाहिँ बुझाउनु परेन। जब तपाईँ सर्टलिस्टेड हुनुहुन्छ, जब तपाईँलाई अन्तर्वार्ताको लागि बोलाइन्छ, त्यो बेलामा चाहिँ तपाईँले नगदै दिन पनि सक्नुभयो अथवा अनलाइनबाट ट्रान्सफर गर्न पनि सक्नुभयो। विशेष ग्राह्यतामा सवारी साधन मोटरसाइकल वा स्कुटर अनुमति प्राप्त उम्मेदवारलाई विशेष ग्राह्यता दिनेछ। तपाईँलाई प्रायोरिटी चाहिँ तपाईँको लाइसेन्स 2 व्हिलर लाइसेन्स छ भने चाहिँ एकदमै धेरै प्रायोरिटीमा पर्नुहुनेछ भनेर भनेको छ। दरखास्त फारम बुझाउने माध्यम र स्थानमा चाहिँ आवेदन फार्म र पाठ्यक्रम यस वित्तीय संस्थाको वेबसाइटमा छ भनेर राखेको छ। तपाईँहरूले सम्पूर्ण जानकारीको लागि चाहिँ सपोर्ट माइक्रो फाइनेन्सको चाहिँ वेबसाइटमा गएर हेर्नुभयो भने त्यसमा तपाईँको सबै कुराहरू नै एकदमै अपडेटेड छ। तपाईँहरूलाई लघु वित्तमा एकदम राम्रो +2 पास गरेर लघु वित्तमा चाहिँ अब म केही करियर बनाउन चाहन्छु भन्नेलाई चाहिँ एकदमै राम्रो भ्याकेन्सी छ। एकदम यसको डेट चाहिँ तपाईँको 29 गतेसम्म, जेठको 29 गतेसम्म भर्न पाइन्छ भनेर भनेको छ। यदि तपाईँहरू छुट्नु भएको छ भने भरिहाल्नु होला। हस्, धन्यवाद।